युपिएससी सिएससी प्रिलिम्स 2017 मा इकोनोमिकको च्याप्टर प्लानिङबाट आएको क्वेसन हामी डिस्कस गरौँ र क्वेसन छ विच अफ द फलोइङ हैज or have occurred in India after its liberalization of economic policies in 1991? Option 1 or number 1, share of agriculture in GDP increase enormously भनेको छ। र यो अप्सन रङ हुनेछ किनभने एग्रिकल्चरको सेयर चाहिँ एक्चुअली घटेको थियो जिडिपीमा, किनभने लिबरलाइजेसन गरेपछि एक्सपोर्ट इम्पोर्ट बढ्यो अनि अरू सेक्टरहरूले जस्तै सेकेन्डरी सेक्टर्सहरूले चाहिँ अलिक बेसी सेयर दिन थाल्यो जिडिपीमा। अनि अप्सन 2, सेयर अफ इन्डियाज एक्सपोर्ट इन वर्ल्ड ट्रेड इन्क्रिज, यो एकदम राइट हुनेछ किनभने लिबरल इकोनोमीको आउटकम चाहिँ यही भएको थियो, एक्सपोर्ट बढेको थियो। एफडिआई इन्फ्लोज इन्क्रिज, यो पनि राइट हुन्छ किनभने बाहिरबाट फरेन डाइरेक्ट इन्भेस्टमेन्टहरू इन्डियामा ओपन हुन थाल्यो, आउनु थाल्यो, त्यसकै लागि लिबरल बनाएको इकोनोमीलाई इन्डियाले। अप्सन 4 पनि एकदम राइट हुनेछ किनभने इम्पोर्ट एक्सपोर्ट बढेपछि अनि हामीले एक्सपोर्ट बेसी गरेपछि फरेन एक्सचेन्ज रिजर्भ त इन्क्रिज हुने नै छ किनभने बाहिरको करेन्सी हामीले रिजर्भमा राख्न सक्छौँ। त्यो भएर अप्सन बी एकदम सही हुनेछ।